आइसक्यौँ कालिन्ज पेट गर्ने इन्ट्री गरौँ अंकित मकर मगर हजुर राति राति हिँड्न चाहिँ अलिक डर लाग्ने रहेछ मतलब यो के अरे अलिक के अरे जङ्गल क्या मतलब अँध्यारो सुनसान हुने रहेछ क्या गयो मान्छे पनि नभेट्ने खासै फर्स्ट टाइम आएको तर हिउँ पर्ने हिउँ पर्छ कि अलिअलि पर्छ कि अब कतिको पर्छ अब चिसो चाहिँ खासमा बोल्नै नसक्ने भइसक्यो अब चिसो चाहिँ कतिको चिसो हुन्छ नि थाहा छैन माथिल्लोपट्टि सिधा हामी चाहिँ काठमाडौँबाट आउन ढिलो गऱ्यो कि काठमाडौँबाट ढिलो आयो 3 बजे ठ्याक्कै 3 बजे पेट्रोल हालेर हिँडेको 3 4 5 6 7 8 4 5 6 7 8 6 घन्टा भनेको थिएँ ठ्याक्कै 6 घन्टामा आइपुग्दैछ तर दिउँसो भएको भए चाहिँ अलि चाँडै आइपुग्ने रहेछ राति अँध्यारोमा बाटो पनि बिस्तारै चलाउनु पर्यो त्यही भएर टक्क बाटो त पुरै जङ्गलै जङ्गल हो अब तल मकैबारी चोकमै बस्नु पर्यो भने त्यहाँको त एउटा दाइ भेट्नु भएको थियो कि 24 आवर मतलब चाहिँ चाहे नि गर्न सक्नुहुन्छ उहाँ ल मेरो नम्बर लिएर जानु टक्क होइन यतिको चाहिँ हुनुपर्छ क्या अब ठाउँ घुम्न आएको मान्छे अब घुम्न आएको मान्छेलाई 24 आवर्स अब टुरिस्टलाई 24 आवर अब उयो काम गरिदिन्छ अब केही अप्ठ्यारो पऱ्यो केही बाटोमा समस्या पऱ्यो होइन मतलब बाइक साइक बिग्रियो अब रुम पाएन होटेल पाएन भने फोन गर्नु सब व्यवस्थित हुन्छ भने त्यतिको चाहिँ हुनु पऱ्यो क्या ठाउँमा आफ्नै अब पिचै पिच त पिच आधा पिच छ आधा कच्ची बाटो छ भन्दै थियो अब अस्ति योभन्दा अगाडि आइसक्यौँ कालिन्चोक बेडसिट चाहिँ हिटरवाला अरे कि दामी नर्मल बेडमा नि बस्दा राम्रो नर्मलमा नि राम्रो हुन्थ्यो एट्याचवालाको नर्मल रुमको तल कालिन्चोक रिसोर्ट के भयो के अरे पेट गर्ने इन्ट्री गरौँ अंकित मकर मगर हजुर